हजुरहरूले अब रिफरल प्रोग्राममा सामेल हुनको लागि सबसे पहिले हजुरहरूको मोबाइलमा गोमाइको एप्लिकेसन हुनुपर्छ है। सो तपाईँले गोमाइको एप्लिकेसन प्ले स्टोर, एप स्टोरबाट डाउनलोड गर्नुहुन्छ र डाउनलोड गरिसकेपछि जस्तै मेरो एप्लिकेसनमा हेर्न सक्नुहुन्छ। अलरेडी गोमाइको एप्लिकेसन छ भने मैले यो एप्लिकेसनलाई ओपन गर्छु। ओपन गरिसकेपछि के हुन्छ भन्ने कुरा हेरौँ है। अब जस्तै हजुर इफ रेजिस्टर गर्नुभएको छैन भने तपाईँले यहाँ गएर रेजिस्टर गर्नुपर्ने हुन्छ र रेजिस्ट्रेसन गर्ने बेलामा हजुरलाई रिफरल कोड सोध्छ भने अब तपाईँ रेजिस्टर भइसकेको युजरले चाहिँ आफ्नो रिफरल कोड चाहिँ यहाँ हेर्न सक्नुहुन्छ होइन। र टक्कसँग गएर जस्तै मेन पेजमै पनि तपाईँले स्क्रोल गर्नुभयो भने तल गएर जानुभयो भने रिफर एन्ड अर्न भनेर छ है। सो रिफर एन्ड अर्नमा गएर तपाईँले रिफरलमा थिच्नुहोस् होइन। अनि यहाँ रिफरल कोडलाई चाहिँ एडिट पनि गर्न मिल्छ। यहाँ पेन्सिलको बटन हेर्न सक्नुहुन्छ तपाईँले। यहाँ एडिट गरेर तपाईँले आफ्नो नाम या भनौँ न तपाईँको आफ्नो युनिक कोड चाहिँ राख्न पाउनुहुन्छ भने अनि अपडेट गरिदिनु भयो भने अपडेट पनि भइहाल्छ। सो अब यो रिफरल कोडलाई तपाईँले यसरी चाहिँ क्युआर कोड बनाएर पनि सेयर गर्न सक्नुहुन्छ। सो आजै गएर गोमाइको एप्लिकेसन डाउनलोड गर्नुहोस् र अहिलेलाई रिफरल कोड भनौँ न, मान्नु तपाईँले मेरो रिफरल कोड युज गर्नु छ भने तपाईँले अझै लेखेर गर्नुभयो भने हुन्छ भने तपाईँहरूले आफ्नो रिफरल कोड चाहिँ युज गरेर साथीहरूकोमा डाउनलोड गर्नुहोस् र जतिवटा साथीहरूले डाउनलोड गर्नुहुन्छ उहाँहरूकोमा चाहिँ 50 रुपियाँ र तपाईँकोमा चाहिँ 25 रुपियाँको दरले अर्निङ हुनेछ भने तपाईँले त्यो रुपियाँ अर्निङ युज गरेर हजुरले बुकिङ गर्न सक्नुहुन्छ। जस्तै अहिले मेरोमा हेर्न सक्नुहुन्छ है। जस्तै मेरोमा हेर्नुहुन्छ भने 25 रुपियाँ छ भने यो 25 रुपियाँ युज गरेर जस्तै म बुकिङ गर्न गएँ भने मैले डिस्काउन्ट्स पाउँछु। जस्तै काठमाडौँदेखि मैले विराटनगरको लागि बस खोजेँ होइन। अब बस खोजेपछि मानौँ एउटा स्लिपर सिलेक्ट गरेर नेक्स्ट गर्छु भने मानौँ नेक्स्ट गरौँ होइन। सबै डिटेल्स मेरो भरेकै छ भने सँगै तपाईँले यहाँ गएर सँगै के हुन्छ अब जस्तै यहाँ चाहिँ 25 रुपियाँ छ है। मैले जस्तै अब अहिले चाहिँ कति छ डिस्काउन्ट भएर 2200 रुपियाँ छ मेरो प्राइस। तर म यो अन गर्ने बित्तिकै तपाईँले के हेर्नुहुन्छ मेरो प्राइस चाहिँ घटिसक्यो, 25 रुपियाँलाई घटिसक्यो। सो तपाईँले जति कमाएर यहाँ राख्नुहुन्छ रिफरल कोडबाट होइन त्यो सबै तपाईँले बुकिङमा युज गर्न पाउनुहुन्छ। जस्तै यो अफ गरेपछि टक्क हेर्नु है फेरि प्राइस बढिहाल्छ। सो तपाईँले यो रिफरल कोडको ब्यालेन्सलाई चाहिँ तपाईँले बुकिङको बेला युज गर्न पाउनुहुन्छ। सो आजै गएर गोमाइको एप्लिकेसन डाउनलोड गर्नुहोस् र रिफर गएर अर्न गर्नुहोस् र अर्न गरेको ब्यालेन्सले तपाईँले टिकट बुक गर्न पाउनुहुन्छ फ्रेन्ड्स फ्यामिलीको लागि भनेपछि। सँगै तपाईँले ट्राभल पनि गर्दै हुनुहुन्छ भने यसरी चाहिँ कुपन कोड युज गर्न पाउनुहुन्छ। धन्यवाद।